एकलट निक्ल्यो सिद्धिन्छ यो हाम्रो सरसफाइको मुख्य उद्देश्य चाहिँ डढेलो नियन्त्रण गर्ने गरी डिभिजन वन कार्यालयले एउटा संरक्षण सबैलाई उपस्थिति गराएर सबैलाई निर्देश भयो। त्यस अन्तर्गत चाहिँ हामी यो जनसृजनशील सामुदायिक वनले हाम्रो 9वटा टोललाई चाहिँ क्रमशः रूपमा आलो पालो गर्ने गरी एक वर्षमा एक घरधुरीले 3 दिन वनलाई सहयोग दिनुपर्ने। त्यो अन्तर्गत चाहिँ पहिलो चरणमा चाहिँ एउटा टोल संस्थाको पुरै घरधुरी समावेश भएर आज 6औं दिनमा काम भइरहेछ र दोस्रो चरणमा चाहिँ यही घरधुरीलाई अब 20 देखि 25 जनाको ग्रुप बनाएर यो चैत वैशाख जेठ यो 3 महिनालाई चाहिँ डढेलो नियन्त्रणको लागि हामी सबै उपभोक्ताहरूलाई हाम्रो सामुदायिक वनले चाहिँ अनुरोध गरेर यो जुन कार्यक्रम अगाडि बढायो, जुन सोचले यो कार्यक्रम अगाडि बढ्यो त्यो सामुदायिक वनले लिएको सोचलाई उपभोक्ताबाट सामुदायिक वनले सोचेको भन्दा पनि राम्रो उपस्थिति भएर यो वन डढेलो नियन्त्रण गर्नुपर्छ, यो जिम्मेवारी हाम्रो पनि हो भनेर अहिले हाम्रो 9वटै टोल संस्थाका उपभोक्ताहरू आलो पालोको रूपमा हामी यो कार्यलाई चाहिँ यो सिजनभरि सघाउँछौँ भन्ने प्रतिबद्धताका साथ आज 6औं दिनमा यो सरसफाई कार्यक्रम भइरहेछ। त्यसमध्ये आजको 6औं दिन चाहिँ हाम्रो पणामी टोल सडक टोलबाट उपभोक्ताहरू एकजुट भएर कार्यक्रम सञ्चालन भइरहेछ। यो चाहिँ श्री सृजनशील वन उपभोक्ता समितिले चाहिँ यो जुन अहिले नयाँ कार्य यो वनको नियमावली अनुसार चाहिँ जुन टोल विकासलाई परिचालन गरेर यो वन डढेलो चोरी निकासी झारी फडानीहरूको लागि चाहिँ जुन यो टोल विकाससँग हातेमालो गरेको छ त्यो चाहिँ एकदम राम्रो कुरो छ, राम्रो पक्ष छ। जुन सबै उपभोक्ताहरूलाई चाहिँ प्रत्यक्ष रूपमा चाहिँ वनसँग जोड्ने काम पनि एक किसिमले भइरहेको छ भने वनप्रतिको दायित्व पनि प्रत्येक व्यक्तिलाई बढेको छ। त्यसले गर्दाखेरि चाहिँ हरेक वर्ष वनले गर्ने कुनै पनि कार्यक्रमहरूमा चाहिँ यसरी नै सबैलाई हातेमालो गरेर सबैलाई एउटै मालामा बुनेर अगाडि जाने हो भने चाहिँ वनसँग हुने विभिन्न किसिमको वनबाट हुने क्षतिहरू चाहिँ हामीले जोगाउन सक्छौँ। यो समितिको मात्रै दायित्व होइन, वन समितिको मात्रै पनि होइन, टोल विकासको मात्रै होइन, यसमा सबैले हातेमालो गर्ने हो। वनको माध्यमबाट टोल विकासको माध्यमबाट उपभोक्ताहरूसँग प्रत्यक्ष समन्वय हुनाले गर्दाखेरि चाहिँ यो अन्य क्षेत्रहरूमा पनि यो यसरी कार्य विभाजन गरेर गर्ने हो भने चाहिँ थोरै समयमा धेरै प्रगति गर्न सकिन्छ भने चाहिँ म टोल सुधार समितिको तर्फबाट चाहिँ मैले यो बुझाएको छु। त्यसले गर्दाखेरि चाहिँ जुन सम्पूर्ण आउनुभएको जुन टोल विकासको सूचनालाई सबैले पालना गरिदिनु भएकोमा चाहिँ टोल विकासका सम्पूर्ण उपभोक्ता साथीहरूलाई चाहिँ टोल विकासको तर्फबाट चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। के सपोर्ट यार तिमीले? हँसियाले काम त्यस्तो
मेरो बर्थडेको कुरा त क्यामेरामा कैद हुनुलाई हाम्रो अभियान ठिकै छ नि त ठिक छ हानो 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 हो काट्नु 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 ए तपाईँ ढिला आइपुग्नु भयो के तपाईँ ढिला आइपुग्नु भयो के मोबाइल मात्रै बोकेर होइन काकाले दियो यार हँसिया हँसिया मेरो देखा नआओस् दिदी यहाँ त मात्रै हो बाटो यहाँ त मात्रै हो तपाईँलाई त बनले कालो गर्नु पर्दैन बन बिनाले मान्छेले गरेर मेरो बर्थडेको कुरा त क्यामेरामा कैद हुनुलाई हाम्रो अभियान ठिकै छ नि त ठिक छ हानो 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 हो काट्नु 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 ए तपाईँ ढिला आइपुग्नु भयो के तपाईँ ढिला आइपुग्नु भयो के मोबाइल मात्रै बोकेर होइन काकाले दियो यार हँसिया हँसिया मेरो देखा नआओस् दिदी